Influencer. यति भन्छ हैन? Influencer? My name is Kotaro. Kotaro-san. Kotaro. My name is Sora Kushima. Sora. Sora-san. Sora. Sorry है sorry. हो के हो मलाई थाहा थियो क्या मलाई त्यो कस्तो नाम ठ्याक्कै नआएको मात्रै हेलो साथीहरू आज चाहिँ हामीहरू चाहिँ बाहिर जान लागेको छौँ घुम्नलाई हैन अनि सधैँ जसो मेरो बिदाको बेलामा चाहिँ हामी जहिले घुम्न जाने प्लान बनाउँछौँ हुर्रे तर जाँदैनौँ जहिले क्यान्सल हुन्छ कि तर आज फाइनली ल नि त आज चाहिँ जानै पर्यो भनेर चाहिँ हामी चाहिँ यहाँ घरबाट निस्किन लागेको छौँ हैन अनि यो चाहिँ हाम्रो नयाँ माइक हो हैन अब जाम है त चाय पिएछौँ कि भनेर अनि आइपुगेर अब अलिकति हिँड्नु पर्छ कति कति मिनट जति धेरै हैन 5 मिनेट 5 मिनट 5 मिनट 5 मिनेट 5 मिनट जति हिँड्नुपर्छ 5 मिनट भने चाहिँ हामीलाई 10-15 मिनट त लाग्छ होला सायद हाम्रो हिँड्ने पारै त्यस्तो छ मलाई नि यस्तो भ्लग गर्न सिकाइदियो हुन्थ्यो भ्लगरहरूले क्या यहाँ सामर गरौँ न यहाँ सामर यसरी खाएर बोल त ल भयो कि भएन होला यस यार हो त्यस्तो भिडियो चाहिँ बनाउनुको लागि क्या हामी त खोइ यो भ्लग गरेर त खाला जस्तो छैन सबै चुयो हात नि दुख्न थालिसक्यो अब के गर्ने सरी सरी ल म अलि मेसी भएँ फुटबलको मेसी भन्दाखेरि साँच्चै अहिले वर्ल्ड कप तिमी के हो त थाहा छैन म त धेरै म त इन्ट्रेस्ट नै छैन मलाई नाम मात्रै थाहा रोनाल्डो मेसी नेमार त्यति हो ए अनि नेमार चाहिँ ब्राजिलको रहेछ थाहा थियो मैले चिने त्यही तिनजना हो अनि म चाहिँ पहिला चाहिँ नेमारको सपोर्टर थिएँ कि किन के थाहा छ किन त्यो तिनवटा मैले सबभन्दा अलिक Handsome? ह्यान्डसम थियो नि फेरि तिनटेको बिहा भइसक्यो भने चाहिँ यहाँनिरबाट चढेर जानुपर्छ अरे भनेर ल्याइरहेको छ हामीले मोमो 30 ले मोमो 30 अरे मोमो 30 हाम्रो मोमो 30 हो होइन यहाँबाट भइहाल्यो नि ठ्याक्क गयो है जाओस् तिमीहरू अब आइसक्रिम अब नो मोर आइसक्रिम टु मच महँगो मेरो नेकलेस हेर्नुहोस् त त्यो यो थिचेन तिमीले अनि बटर नै नथिचिकन बसिरहेको ल हेर्नुहोस् त ए यो ठाउँ ओ माई गड यसमा आइपुगेको समय हामी ठाउँको बारेमा के भनिदिनुहोस् के भन्नु कहाँ छ यो ठाउँ लालापोटको माथि लालापुरको फुकुओकामा हो कि फुकुओकाको लालापुर फुकुओका सबभन्दा टपमा रहेछ यो चाहिँ यो चाहिँ 3rd फ्लोरसम्म चाहिँ स्केलेटरमा आएर हुन त अर्को एलिभेटर पनि छ होला कि यो चाहिँ 4th फ्लोरबाट 3rd फ्लोरसम्मको मात्र ओ हेलो नाइस टु मिट यु टु नाइस टु मिट यु टु नेपाल देश म इच्छा रे नेपाल देश हाय नेपाल देशおいくつだと思います？ 20歳ぐらい？あ、本当？もっと上。はい。もっと上だよ。違います。違います。何歳ぐらい？25、あ、そうだね。そうです。はい。26。何の動画ですか？あ、ちょっと YouTube 始めようかなと思って。はい。もう入れてもいいですか？全然いい？オッケー。आया何歳ですか今？हामीले भिडियो बनाएको देखेर 17歳。
若いですね。いや、まあ、いや、あなたたちも若いです。いいえ、もう25歳だから。これ全然若くないよ。もう年取った。どうしよっか。 तर 年取ったよ。 मलाई चाहिँ लाज लाग्छ बोल्दै あーまだそうだよね。なんか部活とかしてたんですか？そうじゃないですね。何も、そんなの何もやってないです。してないです。俺何部と त्यसको साथी र छिडी サッカ म लजाएर 違います。 टाढा टाढा हिँडिरहेछ 何してそうに見えるの？何してそうに見える？サッカサッカー。ー。違う。なんだろう。わからない。太ってる？太ってる太ってる？太ってる太ってる？全然太ってないよ。太ってない。全然太ってない。 घाम लाग्यो 柔道してたんですか？すごい。いいね。私たちそんな何もしてないよね。スポーツあんまり興味がなくて。 उसको बारेमा सोध्नु 今何をしてるんですか？いや遊びに来たんです。遊びに来た。お姉さんたちはなんで日本にいるんですか？遊び。遊びではないよね。もう今は仕事。もう4月から就職して。何の仕事されてるんですか？今ホテル。ホテル。はい。彼氏は？彼氏います。彼氏は？ いない 彼氏いない。じゃあ楽しんで。ありがとうございます。マイクですね。もうこのあ前買ったばっかりです。これ聞こえてる？何か言いたいことがあれば、どうぞ。あ、マイクテストマイクテスト。俺は日本が大好きだ。そうだ。ネパール人はどう思います？ネパール人好きですか？ネパール人ですか？ネパール人いい人多いですよ。そうだよ。ネパール人めちゃくちゃいい人が多い。そう友達います？ネパール人ですか？うん学生はいないけど、昨日公園で喋った人もなんかネパール人でした。箱崎の公園だったんですよ。そっか。ネパール人でなんか22歳とかで。サッカーに日本も来てるから。サッカー見てます？サッカー見てないです。ワールドカップ。ワールドカップね、今やってるんですけど、全然全然見てない。見てないです。どうしたんですか？大丈夫ですか？後ろ。これ後ろ、マイベストフレンド。そうですか。これ今何をされてるんですか？学生ですか？学生。これバトンの、世界。バトンの世バ界？トントワリング。これ、世界チャンピオン。本当？マジマジ。ラッキーだね、私たちは。ねえ、いい人ばっかり。で、これから何するんですか？これから。これからって何？これから。これからって今日のこと？今日。今日はもうこの後ここだけ来たんで、もう遊んで、ちょっとで帰ります。遊んでちょっと帰る。そうです。ララポートなんかあるかな？なんかあるかなんかあるな？かな？ララポート。なんだろう。前ね、結構買い物に来てたんですけど、これ久しぶりに来たんですけど。久しぶり。うん。普段どこら辺に住んでるんですか？南福岡。南福岡？うん。いじりとかの方か。そう。いじりの。はい。はい。いじりそうです。サッカーのワールドカップのうんパブリックビューイングが、うん。うちのお母さんの会社が開くんですよ。玉屋っていう。うん。それが、なんかどっかの体育館で開くんだな。めちゃくちゃみんな来るらしいんで。来てねー！じゃあみんなにね、じゃあ来てください。みんな見てください。ワールドカップ。私そんな興味はないんですけどね。これから YouTube 始める。そう。これから、これで2つやね、動画。2つ目。 2つ目。何人ぐらいいるんですか？何人ぐらいもうあんまりいないです。あんまりいない。これから増えるかもしれないこ。れから増えるかもしれない。ね俺、TikTok わかる？わかる。 TikTok、フォロワーがね、2000人ぐらいおる。すごい。 YouTube はフォロワー300人。人気者だね。 TikTok はね、何人ぐらいいる ?YouTube。YouTube ね、300人ぐらい。TikTok TikTok はね、めちゃくちゃ100万とかバズってる。すごい。これ。じゃあみんなフォローしてください。じゃあここ入れていい？これ入れてどうぞ。はい。じゃあフォローしますね、後から。すごいね、人気者。ビューズがすごいだね。すごい。My name is 小太郎。小太郎さん。小太郎。 My name is Sora Kushima. もう一度 Sora. ソラさん。 Sora. ソラ Yeah. と小太郎。小太郎。小太郎。ごめんなさい。小太郎ですね。はい。おうすくすくじゃあ、はい。すくすくだった。皆さんありがとうございます。 Sa inyo, lawis to na video ro bonak ko dekhi ra चाहिँ अलि
खत्रै होला भन्ने सोच्यो होला कि तर मेरो चाहिँ जम्मा 30 जना भन्दा नि छैन कि सब्सक्राइबर चाहिँ यहाँ हामी चाहिँ अहिले गेम खेल्न गइरहेको छौँ गेस द एनिमल गेम है त ल तिमी एउटा एनिमल सोच अहिले फेरि बिचमा फेरि चेन्ज नगर नि फेरि एनिमल ओके ल एउटा सोच ल त सोच्यो ल म पनि सोध्छु ल एउटा एनिमल सोचेँ ल मैले पनि ल तिमी 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 सोध फर्स्टमा क्वेसन त्यो घरमा पाल्ने हो होइन हैन तिम्रो चाहिँ घरमा पाल्ने हो डोमेस्टिक कि वाइल्ड के हो डोमेस्टिक हो डोमेस्टिक पो हो थाहा पाइहाल्यो ओके ल ल ल मलाई सोध तिम्रो अब डोमेस्टिक न वाइल्डै होला वाइल्ड हो वाइल्ड वाइल्डै भनेपछि त ठुलो हो कि सानो ठुलै हो ठुलै हो तिम्रो चाहिँ ल कत्रो छ ल साइज ठुलो कि सानो हो धेरै ठुलो नि हैन ठिकै 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 बिरालो हो बिरालो सजिलो दिएँ क्या मैले त यस्तो सजिलो चाहिँ कसले सोध्छ के फेरि आम्मा बिरालो सोचिरहेको रहेछ मान्छे सजिलो म खास कुकुर सोचेँ थिएँ सुरुमा मेरो के होला ल ल अझै गेस गर न अझै गेस गर न ठुलो भन्छ त हात्ती हो फेरि दोस्रो राउन्ड खेलिदिने हो त खेलम ल आमा घाम चर्क्यो हेर्न अब नि चाहिँ कुन्ताको काली मान्छेहरू झन् काली हुने भए अब चाहिँ नम्बरवाला खेल्ने नम्बरवाला नम्बरवाला त लेख्नुपर्छ होला नि त कति नम्बर भने बिर्सिन्छ फेरि के भयो उस के रे त्यो के रे सेलिब्रिटी वाला गरौँ त सेलिब्रिटी वाला यहाँ मत त्यस्तो त खानु हुँदैन सेलिब्रिटी चिन्ने हेरि गेम जित्दै खेलौँ न त नेपाली सिङ्गर त थाहा भयो तिमीलाई ल सिङ्गरको के भन्न सोध्ने र फेरि ल हामी चाहिँ अब दोस्रो राउन्ड चाहिँ के भन्छ नेपाली सिङ्गरहरूको सिङ्गर गेस गर्ने वाला खेल्न गइरहेछौँ ल सोच ल एउटा हामी नि भनौँ न मैले सोचेको चाहिँ यो हो भनेर गरौँ न कस्तो अगाडिको त भनेन नि यहाँ माथि माथि राख्नुपर्छ नि त मैले सोचेको चाहिँ यो हो मैले चाहिँ यो हो ल या छ है ल सुरुमा चाहिँ के भनेर सोध पहिला तिमीले सोध न अनि त्यसपछि म सोध्छु तिम्रो केटा कि केटी केटा केटा तिम्रो मेरो ब्लर भएको है के भयो भयो 81 भिडियो मेरो चाहिँ केटी हो केटी हो केटी भनेपछि गुरुङ हो किन गुरुङ गेस गरे होइन केटी दुई तिनजना गुरुङ चिन्छु होइन होइन गुरुङ होइन अब त्यस्तो पर्सनली चिन्छ चाहिँ होइन फेरि त्यो थाहा छ भन्ने कुरा मलाई सोध न अब त्यस्तो थरसर चाहिँ भन्दिनँ कि तिम्रो चाहिँ त्यो सिङ्गर भर्खरको हो कि पहिलाको पुरानो धेरै पुरानो नि होइन धेरै पुरानो होइन केटा भने नि तिमीले फेरि सजिलै सोच्यौ जस्तो छ क्या तिमी गेस गर जोन होइन जोन मलाई थाहा थियो कि त्यो यो मैले जोन सोचेँ भने उसले ठ्याक्कै पार्छ भनेर त्यो भएर मैले अर्कै सोचेको छु ए जोन होइन नि ल ठिक छ ल मलाई तिम्रो चाहिँ पुरानो हो कि भर्खर भर्खर हो पुरानै हो पुरानो भन्नाले धेरै पुरानो पनि होइन होला सायद तर पुरानै हो जोस पुरानै अब म सोध्ने होला नि त अनि तिम्रो चाहिँ कस्तो खालको गीतहरू गाउँछ अलिकति के भन्नु मलाई त गीतहरूको नामै आउँदैन कस्तो खालको भन्नु पप सङ हो कि पप सङ होइन पप सङ होइन पप सङ भनेको त्यो थाहा छैन मलाई त जोन राईले गाउने कस्तो सङ रे ए भनेपछि तिमीले उ सोच्यौ जस्तो छ को पूर्ण राई होइन नो पप सङ भनेको कस्तो सङ हो मलाई नि थाहा छैन के यो वाला हो के हो थाहा छैन जेसुकै भए पनि ल भन मलाई सोध तिम्रो चाहिँ ला त्यो बच्चा लड्ला त्यहाँनिर नेपाली सिङ्गर
जस्तो मतलब होइन अँ। त्यो दोरी गीत छोरी गीत वाला पनि तिमीले उस दोरी नै गरेर गाछ होला सायद त्यसले ए हो त्यसले दोरी गीत चाहिँ त्यसको ऊ चाहिँ होइन उम्, तर दोरी नै चाहिँ छ। गाएको चाहिँ छ होला ए। होला सायद है मलाई सुने जस्तो चाहिँ लाग्छ केटी मान्छे पो रहेछ ल अनि ला, म त त्यो मेरो दोरी- टर्न म अँ, सोध्छु ल अनि तिम्रो चाहिँ मुभीको गीतहरू गाएको छ मुभीको गीत गाछ मुभीको गीत गाछ भर भर चलेको उम्, ल्या मलाई सोध तिमीले जे सोध्यो त्यही ल एम कति गाछ गाछ ए हो गएकै त्यही मुभीकै लागि चाहिँ धेरै गएको होला सायद मिलिन होइन 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 ल अब तिमीले मुभीमा गीत गाछ भनेपछि भर्खर चलेको को छ मुभीमा गीत गाउने भर्खर चलेको त मलाई थाहा पनि छैन तिनीहरू कस्तो ऊ छ कस्तो ब्यान्डहरू पनि होइन ब्यान्डहरू होइन ब्यान्ड छ त्यसको ब्यान्ड छ ब्यान्ड छ भनेपछि को त ब्यान्ड भएको मुभीमा गीत गाएको को छ साथीहरू छ्या मलाई त गाह्रो भयो नि त हौ मलाई त सजिलै राखेको थियो तिम्रो नि मलाई गाह्रो परिरहेको को यसो त तिमी गुरुङ एउटा चिन्ने भनेको मैले तिर्साला गुरुङ हो एउटा तिर्साना गुरुङ हो त्यो दुइटै होइन होला गुरुङ नै होइन क्या त्यो दुइटैले फिल्ममा नि गएको छैन नि मुभीहरूमा पनि गएको छैन होला हौ दुईजनाले गएको छ र छैन होला भनेपछि को होला त हौ एकदमै धेरै मुभीको लागि गीत गाएको छ ल ला म त चिन्दैन हौ त्यो उस त होइन उस केटी त होइन कस केटी त्यो- उस केटी ला त्यसले फिल्महरूमा गएको हो कि गएको होइन भन्ने कुरा फेरि मलाई थाहा छैन कि ला को हो त तिम्रो कस्तो यार तिम्रो किन फिल्ममा गीत गाछ कति टन्ने गाछ फिल्मको लागि गीत लगभग गएको छ होला है मैले पनि भर्खर चिनेको हो त्यो गएको चाहिँ छ त्यसले अनि के भन्छ अरे ला म त तिम्रो त थाहै भएन नि त तिम्रो नि मेरो थाहा भएन मलाई नि तिम्रो थाहा भएन दुईजनालाई नै गाह्रो पर्यो के अरे त्यो के अरे के हो तिम्रो नाम भन्ने केटी त होइन कसले गाएको थियो साँच्ची के हो खै। तिम्रो नाम भन्ने गीत नाम थाहा त्यो छैन त मलाई ए त्यसको। एलिना चौहान होइन होइन त्यो होइन एलिना चौहान र कसले गाएको त्यो गीत त कहाँ एलिना चौहान त पुरानो हो त पागल नि पर्ने भयो साथीहरू अब म चाहिँ सोध्नु पर्दाखेरि चाहिँ कतिको एजको अलिकति कतिको अलिकति भर्खर भर्खरकै कि अलिक बुढो बुढै कि धेरै बुढो पनि होइन भर्खर चलेको भने चाहिँ बुढो त होइन होला नि त्यति साह्रो बुढो छैन सुशान्त छेत्री होइन हेट तेरेका सुशान्त छेत्री सुशान्त छेत्री खत्री सुशान्त सुशान्तको थर के हो सुशान्त केसी होला नि मैले चाहिँ के भने त छेत्री ल्या सुशान्त केसी नै होइन रहेछ होइन आधुनिक गीतहरू गाउँछ क्या मेरोले चाहिँ त्यस्तो भन्दा पनि थाहा भएन हौ मलाई त मेरो चाहिँ अहिले भन्यो भने थाहा पाउँछ होला त्यो ल भन त भर्खरै जापानमा कन्सर्ट दिएको ए मलाई त नाम पनि थाहा छैन मलाई मान्छेको अनुहार आइसक्यो नामै आउँदैन गीत 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 गाउँदा हुन्छ अरू मुस्काउँछन् तिमीले नाम चाहिँ के हो भन ल तिमीले सिङ्गरको नाम हो ए मैले अघि गरेको। सुजन चापागाई ए सरी है सरी हो के हो मलाई थाहा थियो क्या मलाई त्यो कस्तो नाम ठ्याक्कै नआएको मात्रै हो ल ए हो तिमीलाई चाहिँ म लास्ट सजिलो हिँडिदिन्छु है पहिला पहिला स्कुलको प्रोग्रामहरूमा पनि खुब नाच्यो होला त्यो सिङ्गरको गीतमा ननाचेको सायद कोही नै छैन होला क्या यसलाई थाहा हुँदैन यसलाई जस्तै सजिलो हिँडिदिएर पनि थाहा हुँदैन थाहा छैन मैले भन्नुपर्ने हो के अन्जु भन्छ? पन्त ए चिन्दैन म ल अन्जु पन्त चिन्दैन अन्जु पन्त भने चिन्दैन पन्त भन्ने त सुन्थेँ कता कता अब अन्जु पन्त भनेको त कति धेरै सुर्के थैली खै भन नि नबिर्से तिमीलाई भन्ने यो गीतहरू गीत चाहिँ गाउने सुनेको के ल्या यति थाहा छैन यार हामी त सानैदेखि अन्जु पन्त गीतमा त कति नाचे क्या
र आजलाई यति नै इनफ छ होला है मलाई चाहिँ अब भिडियो एडिटिङहरू पनि आउँदैन गर्नलाई अनि जे होस् आजको दिन चाहिँ ढिला कति हामी 4 बजे निस्केको होइन घरबाट जे होस् रमाइलो भयो आजको दिन चाहिँ छोटो मिठो भयो होइन अब हामी चाहिँ यही टुङ्ग्याउँछौँ होला के हो भने इन्डिङ गर्नु पर्यो नि अब इन्डिङ चाहिँ अलिक कराइदिउँ होला हाम्रो के भन्छ के भयो स्टार्टिङ चाहिँ अलि झुरै भयो कि लाज लागेर कस्तो अहिले चाहिँ अलिकति बोल्न अलिक कन्फिडेन्ट आयो नि अहिले चाहिँ अलि रमाइलो लागिरहेको छ जे होस् बोल्नलाई अझै इन गर्न त मन छैन भए पनि अब अँधेरो पनि हुन लाग्यो कि त्यही स्टोरेज आमामामा ब्लग बनाउँछ भनेको त वातावरण नै छैन के स्टोरेज फुल भइदिने होइन अनि घरि त अनि आँखा नखुल्दिने बिदाको बेलामा निन्द्रा लाग्दिने आज बल्ल तल्ल कति पछि चाहिँ अनि प्लान बनाउँदा गरेर आएको कि हामीहरू चाहिँ अनि हामी चाहिँ अब ब्लग यहीँ इन गर्छौँ अनि तिमीलाई के भन्न मन छ खै तिम्रो माइक छैन होइन के भन्नु मन छ ल हाम्रो भिडियो लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला अनि युट्युबमा नि हाल्छ होइन युट्युबमै हाल्ने हो के अब यो टिकटकमा म ओमा लाग्दिनु जस्तो छ मेनली नै युट्युबको होइन युट्युबकै लागि हो स्पेशली प्लिज सब्सक्राइब टु दिस च्यानल तिम्रो उसहरूलाई नि भन न अनि आफन्तहरूलाई मेरो आफन्तहरू प्लिज सब्सक्राइब गरिदिनु होला मम्मीले सब्सक्राइब गर्नुभयो यो च्यानल खै थाहा छैन मैले पठाएको चाहिँ थिएँ अस्ति नै जबरजस्ती सब्सक्राइब गर भन्नु नि आफ्नो परिवारलाई त तिमी छौ यहाँ ल म भन्छु अनि पहिलो भिडियोमा पनि उबाटै सुरु गरे अनि दोस्रो पनि उनै छ होइन अबदेखि पनि होइन फ्युचरमा पनि उसँगै ब्लगहरू चाहिँ आइरहेको छ होला हाम्रो होइन केही समयसम्म चाहिँ अनि त्यसपछि उसको कुरा फेरि यहाँ फेरि के गर्नु डन्ट वरी साथी आउँछ बिस्तारै फेरि धेरै भेट हुँदैन उसँग क्या त्यही भएर एक तरिकाले चाहिँ एकदम धेरै नराम्रो नि लागिरहेछ फेरि भिजा आएपछि त जान्छ भनेर नि नराम्रो नै लागेको छ अनि फेरि मेरो चाहिँ साथी नै छैन क्या फेरि सुषमाले पढाउलाई सुषमा त छ क्या सुषमा त्यस्तो भन्नु हुँदैन नि सुषमा तिमी त अब छौ तर के गर्नु तिमी लास्टै बिजी छौ होइन अब तिमी अझै पढ्दैछौ त्यही भएर भन्ने बित्तिकै अब होइन टाइम मिल्दैन बिचरा सुषमाको पनि ऊ पनि अनि काम जानुपर्छ बिहानदेखि उसको 7 दिनमा 7 दिन काम छ 5 दिन कलेज 7 दिन अब त्यो शनिबार र के अरे आइतबार कलेज छुट्टी हुने हो त्यो पनि बिहानदेखि बेलुकासम्म काम जान्छ क्या अनि बिचरा अनि उसँग आउने टाइम नै छैन यहाँ जापानमा आएर चाहिँ होइन मलाई राम्रो पनि भएको छ नराम्रो पनि भएको छ राम्रो कुरा भएको भनेको चाहिँ यही हो मेरो साइडमा भएको कुरा भएको छ सुषमा नि हो तिमीलाई त बिर्सिनु नि हामीहरू है इन्डिङ गर्ने भन्दा लास्टै धेरै कुरा गऱ्यौँ होइन अब चाहिँ साँच्चीकै नै इन्ड गर्नु पर्यो भिडियोलाई चाहिँ अनि सबैजनाले चाहिँ अब भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा पनि धन्यवाद कतिले पनि अब हेर्नु पनि भएन होला झ्याउ लाग्दो पनि भयो होला केही छैन अब यस्तै हो हामीहरू चाहिँ होइन क्या हामीले खासै राम्ररी बोल्नु पनि आउँदैन अब यो पहिलो पटक नै भनौँ यसरी बोलेको चाहिँ अब कस्तो लाग्छ भनिदिनु होला ऊ हुँदासम्म चाहिँ आउँछ ऊ भएपछि नभएपछि म के गर्छु होला मलाई थाहा छैन किनकि एक्लै त भाइ मोबाइल ठाडो गर्न नि लाज लाग्छ यो बोल्ने त झन् नो वे स्किन केयर गर्न न स्किन छ न केयर छ भन्ने खोइ अब न केही पनि छैन क्या मसँग तर ठिकै छ अब यस्तै नै हो बिस्तारै बिस्तारै भिडियोहरू चाहिँ आइरहेको छ हाम्रो होइन त्यही भएर अब तपाईँहरूलाई चाहिँ अब के भन्ने यही नै हो मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला अनि त्यसपछि लाइक कमेन्ट अनि सेयर गरिदिनु होला अनि भिडियो चाहिँ कस्तो लाग्यो भनेर चाहिँ कमेन्ट चाहिँ गर्नु होला ल प्लिज तपाईँहरू कस्तो सोच्नु हुँदो रहेछ भन्ने कुरा मलाई थाहा पाउनु छ नि त अनि त्यही भएर कमेन्ट चाहिँ गर्नु होला अनि ममताको मम्मी ड्याडी दिदी बहिनी को हुनुहुन्छ सबैजनाले प्लिज सब्सक्राइब गर्नु होला मैले मेरो परिवार मेरो आफन्तलाई त मैले होइन कतिपटक भिडियो पठाएर होइन सब्सक्राइब गर्न लगाएको छु होइन अब 30-35 पुऱ्याएको छु बल्ल तल्ल अब यसलाई चाहिँ झन् बढाउँदै जान सकौँ होइन अब सपोर्ट गरिदिनु होला कन्टेन्ट क्रिएटर इन्फ्लुएन्सर
यति भन्छ हैन इन्फ्लुएन्सर 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 ल तिमी पनि भन त मेरो लागि सब्स्क्राइब माग्दिउ त साथीहरु प्लिज सब्स्क्राइब यु नो चिन्नुहुन्छ होला उहाँ फेमस मान्छे अब चाहिँ फेमस हुने हो है सब्स्क्राइब डोन्ट फर्गेट टु सब्स्क्राइब तर मेरो भन्दा बढी साथी त यो मोमोतीको छ क्या म जोसित नि बोल्छु नि त ओ त्यही भएर सबलाई सब्स्क्राइब गर्नु लाउनु पर्यो अब सबलाई ल साथीहरु सबैजना साथीहरु ल नेपालको साथीहरु जापानको साथीहरु सबैजना हैन सबैजना जे भए पनि भन्न खोजेको यही हो सब्स्क्राइब गरिदिनु होला कमेन्ट पनि गर्नु होला लाइक पनि गर्नु होला अनि शेयर पनि गर्नु होला ल हामी चाहिँ अब यहीँ इन गर्छौं है त बाइ बाइ